Movie breakdown present The Gangster, The Cop, The Devil। साथीहरु, यो मुभी सत्य घटनामा आधारित छ। कहानीको सुरुवात चाइनाको चाउनन सिटीबाट हुन्छ, जहाँ एउटा व्हाइट कारले अगाडिको ब्ल्याक कारलाई ठक्कर दिन्छ। ब्ल्याक कारको मान्छे इन्स्योरेन्स क्लेम गर्नको लागि आफ्नो कारमा भएको डेन्टको फोटो खिच्न थाल्छ, तर अचानक सिरियल किलरले पछाडिबाट त्यो मान्छेलाई चक्कुले घोचेर दर्दनाक पाराले मारिदिन्छ। अर्को दिन टाइसुक नाम गरेको इन्भेस्टिगेटर त्यो घटनामा पुग्छ र लास्टलाई हेर्छ अनि कारमा भएको डेन्टको फोटो खिचेर त्यहाँबाट निस्किन्छ। त्यसपछि इन्ट्री हुन्छ हाम्रो सुपरस्टार डङ लीको। डङ ली एउटा खतरनाक ग्याङको बोस र उनको ठुलो जुवाको अड्डा हुन्छ। डङ ली आफ्नो इलिगल बिजनेसको डिल गर्न आइरन डेभिल ग्याङको बोससँग मिटिङ गरिरहेको हुन्छ। त्यतिकैमा दुई बोसको राइट ह्यान्डहरू डिस्कस पर्न थाल्छ। डङ ली उठेर एकजनालाई झापड हानेर सुताइदिन्छ, अर्कोको दाँत निकालिदिन्छ अनि भन्छ ठुलो मान्छेहरू बोल्दा बच्चाहरू बीचमा कराउनु हुँदैन। यो देखेर आइरन डेभिल ग्याङको बोसको सातो जान्छ। त्यसपछि डङ लीले त्यो दाँत मिसाएको रक्सी पिलाएर डिल फिक्स गर्छ। पुलिस स्टेसनमा ताइसुक आफ्नो ठुलो अफिसरहरूलाई शहरमा हिजो भएको मर्डर र पहिले भएको सबै मर्डरहरू एउटै प्याटर्नको छ, यो क्राइम पक्कै कुनै सिरियल किलरको हुन सक्छ भन्छ, तर कसैले उनको कुरा पत्याउँदैन। डङसु मिटिङ सकाएर एक्लै ड्राइभमा निस्किन्छ, तर अचानक बीच बाटोमा सिरियल किलर पहिले जसरी सेम प्याटर्नमा आउँछ। डङसु गाडीबाट निस्केर डेन्ट हेर्छ, नर्मल भएको कारणले केही भएको छैन रहेछ, जाँदा हुन्छ भनेर गाडीमा छिर्न लागेको हुन्छ, तर किल्लरले डङसुको पेटमा छुरी घोपिदिन्छ। यो पाली किल्लरले गलत मान्छेसँग पंगा लिन्छ। किल्लरले अर्को छुरी डङसुको छातीमा घोपिदिन्छ। डङसुक पनि हार मान्नेवालाको हुँदैन, उसले किल्लरकै छुरी खोसेर किल्लरकै छातीमा घोपिदिन्छ। त्यसपछि डङसुक र किल्लर एकदम घायल हुन्छ। किल्लर डङसुकलाई गाडीले उडाएर त्यहाँबाट भाग्छ। ग्याङको मेम्बरले डङसुकलाई फास्ट हस्पिटल लैजान्छ। डङसुकको राइट ह्यान्डले त्यसपछि अर्को ग्याङमाथि हमला गर्न थाल्छ, किनभने आफ्नो बोसमाथि अट्याक गरेको हुन सक्छ भनेर। उतातिर किल्लरले पनि आफ्नो छुरी खाएको भागमा स्ट्याब्लर हानेर आफै उपचार गर्छ। पुलिसबाट बच्नको लागि आफ्नो कार छोडेर एउटा फार्मतिर छिर्छ र हुलिया बदल्नको लागि एउटा मान्छेलाई मारिदिन्छ। अर्को सिनमा डङसुकको होस आउँछ। यो अट्याक कुनै ग्याङबाट होइन, अरूबाट हुन सक्छ भनेर किल्लरको गाडी नम्बर दिएर खोज्न लगाउँछ राइट ह्यान्डलाई। डङसुकमाथि अट्याक भएको रिपोर्ट लेख्न टाइसुक आउँछ, तर डङसुकले केही पनि डिटेल्स दिँदैन, किनभने डङसुकले त्यो किल्लरलाई आफैले खोजेर मारिदिने सोचेको हुन्छ। डिटेल्स नपाइसकेपछि टाइसुकले डङसुकको गाडीमा डेन्ट देख्छ र यो क्राइम पनि त्यही सिरियल किल्लरकै काम हुन सक्छ भनेर अनुमान गर्छ। डङसुकले किल्लरको स्केच पनि तयार पार्छ। किल्लरले फेरि एउटा ट्रक ड्राइभरलाई मारिदिन्छ। ट्रकमा अर्को मान्छे पनि हुन्छ, त्यसलाई पनि मारिदिइसकेपछि किल्लरको एउटा चक्कु ट्रकबाट बाहिर झर्छ। टाइसुक किल्लरको डिटेल्स पाउनको लागि डङसुकको जुवा अड्डामा छापा मारेर डङसुकले हैरान पार्छ। डङसुकको त्यो घटनाले गर्दा उनको क्राइम होलमा धेरै रिपुटेसन खराब भइसकेको हुन्छ। डङसुकको राइट ह्यान्डले किल्लरको छुरी र गाडी पनि भेट्छ। डङसुक त्यो किल्लरको अझै धेरै डिटेल्स पाउनको लागि टाइसुकलाई आफ्नो घरमा बोलाउँछ। दुवैजना मिलेर किल्लरलाई खोज्ने र जसले अगाडि भेटाउँछ किल्लर उसैको हुन्छ भनेर डिल गर्छ। टाइसुकले पनि डिल मान्छ। डङसुकलाई पुलिसको भरोसा लाग्दैन, त्यही भएर उनले भिडियो रेकर्डिङ गरेर राखेको हुन्छ। यो देखेर टाइसुक फस्छ र एकदम रिसाउँछ। दुवैजना बीच टाइसुकको सोचाइ किल्लरलाई समातेर कानुनको हातमा दिई प्रमोसन हुने र डङसुकको सोचाइ किल्लरलाई समातेर गुवा आउने गरी कुटेर मारिदिने हुन्छ। त्यसपछि डङसुकले किल्लरको स्केच, छुरी सबै डिटेल्सहरू टाइसुकलाई दिन्छ। अर्को दिन डङसुकको वेयरहाउसमा किल्लरको कारमा डिएनए स्याम्पल टेस्ट गरिन्छ। डङसुकको क्राइम होलमा घटेको रिपुटेसन र पपुलारिटीमाथि फाइदा उठाउने आइरन डेभिल ग्याङको पोस्टलाई डङसुकले किल्लरकै छुरीले मारिदिन्छ। प्लान अनुसार यो मर्डर पनि किल्लरकै नाममा राखिदिन्छ। कारबाट मिलेको डिएनए रिपोर्ट अनुसार पहिले र अहिलेको मर्डरहरूमा पनि सेम म्याच खान्छ। यो खबरले पुलिस डिपार्टमेन्टमा यो काम साइको किल्लरकै हो भनेर पत्ता लाग्छ। टाइसुकलाई थाहा हुन्छ कि डङसुकले आफ्नो दुश्मनलाई किल्लरको छुरीले मारेको, त्यही भएर टाइसुकले डङसुकलाई हात हाल्छ। डङसुकले टाइसुकलाई उचालेर पछाडि दिन्छ अनि भन्छ, हो मैले मारेको, तर तैँले मलाई केही पनि गर्न सक्दैनस्। अर्को सिनमा साइको किल्लरको चर्चा देशभरि हुन्छ। किल्लर आफ्नो न्युज टिभीमा हेरिरहेको हुन्छ र आफूले नगरेको मर्डर उसैको नाममा देख्दा किल्लर रिसले चुर हुन्छ। किल्लर आइरन डेभिल ग्याङको फ्युनेरलमा पुग्छ र चिठीमा छुरी मेरो हो तर मैले मारेको होइन भनेर डङसुकमाथि इसारा दिन्छ। किल्लरले फेरि सेम प्याटर्नमा अर्को मान्छे मारिदिन्छ। त्यसपछि टाइसुक र डङसुक किल्लरको कारमा इन्भेस्टिगेसन गरिरहेको हुँदा किल्लरको फिङ्गरप्रिन्ट भेटिन्छ। त्यही बेला उनीहरूमाथि आइरन डेभिलको ग्याङले अट्याक गरिदिन्छ, तर दुवैजना मिलेर आइरन डेभिल ग्याङको नाम निशान मिटाइदिन्छ। अर्को दिन कारको स्टेरिङमा भेटेको फिङ्गरप्रिन्टको रिपोर्ट पनि आउँछ।
त्यस रिपोर्टमा किल्लर पहिलेदेखि नै मिसिङ भएको हुन्छ। टाइसुक किल्लरको एड्रेसमा पुगेर किल्लरको रुम हेर्दा डरलाग्दो र अनौठो हुन्छ। टाइसुकले इन्भेस्टिगेट गरिरहँदा किल्लर आफ्नो फ्यामिलीसँग बसेको एउटा फोटो भेटिन्छ। त्यसपछि डङसुकले बनाएको स्केचमा पनि म्याच खान्छ। डङसुक छुट्टै छुट्टै ग्याङको बोसहरूसँग मिटिङ गरिरहेको हुन्छ। उनको बढ्दो खराब रेपुटेसनको कारणले डङसुकको मजाक उडाउँछ। डङसुकले त्यसलाई थप्पड हानेर मारिदिन्छ। पुलिस डिपार्टमेन्टमा किल्लरको भोइस मेसेज भेट्न साथ लोकेसन पनि भेटिन्छ। टाइसुकले डङसुकलाई पनि खबर गरिदिन्छ। त्यसपछि टाइसुक र डङसुकको ग्याङहरू मिलेर त्यो ठाउँको गल्ली गल्लीतिर खोज्न थाल्छ, तर किल्लर कहीँ पनि भेटिँदैन। डङसुक आफ्नो कार बिग्रिएर टाइसुकलाई बस स्टेसनमा पानी परेको बेला छाता ओढेर कुरिरहेको हुन्छ। एकजना स्टुडेन्ट नजिक आउँछ र उसँग छाता हुँदैन। डङसुकले आफ्नो छाता उसलाई दिन्छ। त्यतिकैमा टाइसुक आउँछ र त्यो स्टुडेन्टलाई भन्छ अन्जान मान्छेले दिएको चिजहरू लिनु हुँदैन, उनी क्रिमिनल पनि हुन सक्छ। जवाफमा त्यो स्टुडेन्टले मलाई त तपाईँ नै क्रिमिनल लाग्यो भन्छ। त्यो सुनेर डङसुक हाँस्छ। स्टुडेन्ट बसमा चढेर डङसुकलाई थ्याङ्क यू भनेर जान्छ, तर त्यो बसमा किल्लर पनि हुन्छ। साँझमा सबैजना एक रेस्टुरेन्टमा खानेकुरा खाइरहँदा न्युजमा डङसुकले छाता दिएको स्टुडेन्टको मर्डर देख्छ। यो देख्न साथ किल्लर त्यही एरियामा कतै हुन सक्छ भनेर सबैजना खोज्न निस्किन्छ। एउटा होटेलमा किल्लर बसेको खबर पाउँछ। किल्लरलाई समात्नको लागि सबैजना रोडमा लुकेर ढुकिरहेको हुन्छ। त्यसपछि किल्लर व्हाइट कारमा आउँछ। माहौल एकदमै अनौठो लागेको कारणले किल्लरलाई थाहा हुन्छ र कारलाई स्पिड चलाएर भाग्न थाल्छ। टाइसुक र डङसुक पनि किल्लरलाई समात्न पछि लाग्छ। त्यसपछि तीनैजनाको कार एकै ठाउँमा ठोकिन्छ। किल्लर कारबाट निस्केर भाग्छ। तीनैजना मिलेर किल्लरलाई समात्न दौडिन्छ, तर किल्लर हराउँछ। त्यही भएर तीनैजना छुट्टिएर खोज्न थाल्छ। किल्लरले डङसुकको राइट ह्यान्डलाई चक्कु हानेर घायल पारिदिन्छ। डङसुक राइट ह्यान्ड भएको ठाउँमा पुग्छ। राइट ह्यान्डले किल्लर यो साइडबाट भागेको छ भन्छ। किल्लरको चोट लागेर भुइँमा झरेको रगतको निशान हेर्दै डङसुक एक बारमा पुग्छ। दुईजना केटीहरू डराउँदै किल्लर यो भित्र छ भनेर इसारा दिन्छ। डङसुकले ढोका नै भत्काएर किल्लरको अनुहार पुच्चिने गरी हान्छ र खुट्टामा समाएर घिसारेर आफ्नो अड्डामा लान्छ। डङसुकले किल्लरलाई अब मारिने भयो भनेर टाइसुक चिन्तामा पर्छ। डङसुकले किल्लरलाई कुर्सीमा बाँधेर टर्चर गर्न थाल्छ, तर किल्लर हाँसेको हाँसे मात्रै गर्छ। डङसुकले एउटा लामो तरबारले किल्लरको ज्यान खोलामा र टाउको झोलामा गरिदिन लागेको हुन्छ। त्यतिकैमा टाइसुक सिसा फोडेर आउँछ र डङसुकलाई गाडीले हानेर बेहोस पारिदिन्छ। त्यसपछि किल्लरलाई पुलिस स्टेसनमा लान्छ। किल्लरलाई समाएको खबरले देशभरि तहल्का मच्छ। उता डङसुकको जुवा अड्डामा पनि छापा मारिन्छ। किल्लरलाई फाँसीको सजाय होस् भनेर सोचेको हुन्छ, तर किल्लरको केही पनि प्रमाण भेटिँदैन, किनभने उनी मेडिकल फिल्डमा एक्सपर्ट हुन्छ। त्यही भएर किल्लरले फिङ्गरप्रिन्ट नै केमिकलले हटाएको हुन्छ। टाइसुकले जति टर्चर गरेर मर्डरको कुराहरू सोधे पनि किल्लरले केही बयान दिँदैन। त्यसपछि टाइसुक डङसुकलाई भेट्न जान्छ। टाइसुकलाई भेट्न साथ डङसुकले टाइसुकलाई एक दुई सड हान्छ। टाइसुकले डङसुकलाई किल्लरको केही प्रमाण नभएको कारण उसलाई कोर्टले सजाय दिन सकेको छैन। यदि तिमी कोर्टमा गएर बयान दिने हो भने किल्लरलाई अवश्य फाँसीको सजाय हुन्छ भन्छ, तर डङसुकले पनि एउटा डिल गरेर मात्रै टाइसुकको कुरा मान्छ। किल्लर कोर्टमा म निर्दोष छु, मैले अपराध गरेको छैन, यो सबै मलाई फसाउनको लागि गरिएको चाल हो भन्छ। त्यसपछि प्रोसिक्युटर जजसँग लास्ट विटनेसलाई बोलाउन पर्मिसन लिन्छ। विटनेस डङसुक हुन्छ। डङसुक बयान गर्नको लागि कोर्टमा उभिन्छ अनि भन्छ म मात्र एक भिक्टिम हो जो यो किल्लरको अट्याकबाट बाँचेको। किल्लरको लयरले डङसुकलाई के प्रमाण छ ऊ अपराधी हो भनेर सोध्छ। डङसुकले लयरलाई यदि तेरो फ्यामिलीमा यस्तो घटना भएको भए यस्तो प्रश्न गर्दैन थिइस् होला भनेर भन्छ। त्यतिकैमा किल्लर मुसु मुसु हाँस्छ। किल्लरले दिएको चिठीमा मेरो छुरीले मारेको हो तर मैले होइन भनेको कागजको लास्ट भाग च्यातेर मेरो छुरीले मारेको हो भन्ने कागज देखाउँछ। डङसुकले आफ्नो सर्ट खोलेर किल्लरले छुरी हानेको दाग देखाउँछ। डङसुकले आफूलाई सेल्फ डिफेन्स गर्नको लागि उसले पनि किल्लरको छातीमा छुरी घोपिदिएको छु, उसको पनि छातीमा दाग होला हेर्नुस् भन्छ। त्यसपछि किल्लरको छातीमा हेर्दा चक्कु खाएको दाग हुन्छ। त्यसपछि कोर्टले किल्लरलाई फाँसीको सजाय दिन्छ। डङसुकले अपराधी काम गरेको हुनाले यो बयान अनुसार उसलाई पनि कम समयको सजाय दिन्छ। यता टाइसुकको पनि प्रमोसन हुन्छ। जेलमा किल्लर किताब पढिरहेको बेला डङसुक पनि सेम जेलमा इन्ट्री हुन्छ। यो देखेर अरू कैदीले नि टाउको निहुराउँछ। किल्लरले डङसुकलाई हेर्छ, त्यसपछि डङसुकले किल्लरलाई हेर्दै हाँस्छ। फ्ल्यासब्याकमा डङसुकले कोर्टमा बयान गर्नु अघि टाइसुकसँग किल्लर जुन जेलमा हुन्छ आफूलाई पनि त्यही जेलमा राख्नु पर्ने, त्यसपछि किल्लरलाई आफ्नै हातले मारिदिने डिल गरिएको हुन्छ। लास्ट सिनमा डङसुक डोरी बोकेर किल्लर नुहाइरहेको ठाउँमा पुग्छ र किल्लरलाई हेर्दै हाँस्न थाल्छ। किल्लर आँखामा आँसु जमाएर माया लाग्दो अनुहार बनाउँछ र मुभी यहीँ एन्डिङ हुन्छ। गाइज भिडियो कस्तो लाग्यो? राम्रो लागेमा लाइक, शेयर, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला है त।